कुनै गाउँको एक कुनामा सपनाहरूको थुप्रो बोकेर एक युवा आफ्नो जीवन बनाउने सङ्घर्षमा थियो। उनी कुनै हिरो थिएनन्, कुनै सुविधा सम्पन्न परिवारबाट आएको पनि हैनन्, तर मनमा एउटा बल कि एक दिन म केही बन्नेछु भन्ने सोचले अगाडि बढिरहे। उनको जीवनमा धेरै सङ्घर्ष आए। कुनै बेला दिनभरि अफिसको थकाइ, रातको एकान्तमा किताबहरूको आवाज, जुन बेला संसार निधाएको हुन्थ्यो त्यो बेला उनी आफ्नो भविष्य लेखिरहेको हुन्थे। एक हातमा टिफिन, अर्को हातमा नोटबुक। सडक पार गर्दा ट्राफिकले होहल्ला गर्थ्यो र उनी मौन हुन्थे, किनभने उनको ध्यान सपनामा हुन्थ्यो। जुन चिच्याउने भन्दा शान्त सङ्घर्षले पुरा हुन्छ। कहिलेकाहीँ मन रोयो पनि जब साथीहरू पार्टीमा थिए, घुम्न जान्थे। उनी एक्सेलको फर्मुला बुझिरहेको थिए। जब आफ्ना घर फर्किए, उनी गेट बन्द गरेर काम गरिरहन्थे, उनी पढिरहन्थे। तर उनी भन्थे, आज घुमाए पनि भोलि त पाउनेछु। र समय बदलिँदै थियो। छोटो समयको पीडा लामो समयको शक्ति बन्यो। रातको 2 बजे उठेर पढ्ने दिनहरू थिए। बिहान 5 बजे उठेर अफिस हिँड्ने पलहरू थिए। खाली पेट तर भरिएको आत्मा बोकेर उनी अगाडि बढिरहे। एक दिन मेहनतको फल आयो। बन्द भएका ढोकाहरू खुले, अवसर खुल्यो। उनले आफ्नो ज्ञान, आत्मबल र सङ्घर्ष एकैसाथ राखे र आफ्नो भाग्य खोलेर जीवनलाई जिते। आज उनी जहाँ छन् त्यहाँ पुग्न पक्कै पनि सजिलो थिएन। तर आज उनी भन्छन्, यदि सपना सजिलो भए त सबैले देख्थे नि। तर असल सपना र सङ्घर्षसँगै मुस्काउनु नै जीवन हो। सपना देख्नु सजिलो हो, तर त्यसलाई बिउजिएर पुरा गर्नु साहस हो। हरेक असफलता एउटा नयाँ पाठ हो। यदि सिक्यौँ भने हार कहिले पनि हार हुँदैन। बुझ्नुहोस् कि सबै कुरा सधैँ तुरुन्त मिल्दैन। कहिलेकाहीँ समयले पनि तपाईको परीक्षा लिइरहेको हुन्छ। जीवन
कुनै दौड होइन जहाँ अरूलाई जित्नु छ। यो त आत्मसँगको यात्रा हो जहाँ आफैलाई चिन्नु छ। प्रगति सधैँ चिच्याउँदैन। कहिलेकाहीँ यो मौन रूपमा हरेक दिनको मेहनतमा लुकेको हुन्छ। जसले धेरै हाँस्न जानेको छ त्यसले पक्कै पनि रुन जानेको छ।